ओके दुवैजना कङ्ग्रेचुलेसन भन्न चाहन्छु हैन आजदेखि थ्यांक यू तपाईले दुईचोटी भनिसक्नु भयो यार दुईचोटी हैन तीनचोटी भयो नि तपाईसँग चारचोटी भनिसक्नु भयो अझै भन्नुलाई कङ्ग्रेचुलेसन फेरि भन्नुला हैन केही छैन अब तपाई के भन्न चाहनुहुन्छ यसो भन्दिन त म चाहिँ के भन्नु मिडियान लगाएँ म चाहिँ हेटौट आएँ हैन राम्रो लाग्यो हेटौट एकदम राम्रो छ ठाउँ पनि मान्छे सबै राम्रो हुनुहुन्छ हेटौटको मान्छे चाहिँ तर म चाहिँ उहाँसँग मैले किन मित लगाएको भनेपछि मान्छे राम्रो हुनुहुन्छ सोझी हुनुहुन्छ हैन एकदम इमानदार हुनुहुन्छ म जस्तै सेम म जस्तै पातली अनि हामी चाहिँ भन वैशाखको ऊ चाहिँ म 12 गते ऊ चाहिँ 13 गते जन्मेको एउटै साल हो हाम्रो चाहिँ त्यही भएर चाहिँ हाम्रो चाहिँ मन मिल्यो हैन मितिन लगाएको कसैले नराम्रो नसोच्दिनु होला यदि हजुरलाई यदि बस्छ नबुझेको कुराहरुबाट कमेन्ट बक्समा गर्नु होला भन्न चाहन्छु र कसैले पनि आउन ठडेर चाहिँ त्यो हुन्छ नि अरूलाई चाहिँ गाली गर्ने चाहिँ काम चाहिँ नगर्नु होला भन्न चाहन्छु कमेन्टहरु नगर्नु होला उहाँ बाहिरबाट जस्तो देखे पनि भित्र त्यस्तो हुनुहुन्न त्यस्तो नराम्रो काम कहिले पनि हुँदैन हामीसँग पनि त्यो अब अहिले क्लिप्सहरु गइरहेछ नि त मान्छेले नराम्रो सोच्नु भइरहेछ स्वयं म अगाडि हुँदा नै बनाएको क्लिप्सहरु हो अरे अब मैले एउटा भिडियो हाले छ्या अति भरे त्यो भिडियो त केही पनि मान्छे कति प्यान्टी बरासँग नाचेको हुन्छ मान्छे नङ्गे नाचेको हुन्छ नि त केही हुँदैन जब हामी त्यतिकै एउटा कमर हान्ने भन्दैमा छ्या अति भयो भने चाहिँ त्यो उनीहरू चाहिँ कसैले पनि चाहिँ त्यसो नबन्नु होला एउटा हामी कलाकार भइसकेपछि कलाकार गर्नु कर्तव्य कथाले मागेपछि गर्नुपर्छ है यो कुराहरू त्यतिकै सजिलो छैन क्या कलाकार बन्नलाई धेरै गाह्रो हुन्छ गाइजहरू धेरै सङ्घर्ष गर्नुपर्छ अगाडि बढ्नको लागि त्यही भएर भन्न चाहन्छु कसैले पनि नराम्रो नभनिदिनु होला बरु चित्त नबुझेको कुराहरू कमेन्टमा गर्नु होला भन्न चाहन्छु र मेरो त्यही हो अरु चाहिँ के भन्नु त्यो सेल्फी भन्ने सङ्ग्समा आउनुभयो त्यो सुटिङको लागि आउँदाखेरि तपाईहरु मिटिङ लाउनु भयो नि त हजुर अब तपाई काठमाडौँ जाँदै हुनुहुन्छ तपाई कहिले आउनुहुन्छ अब फेरि हेटौँडा म चाहिँ अब मेरो उता सुटिङ छ म त सुटिङ भएपछि फेरि आउँछु तपाई यो अगाडि नै आउनु भएको थियो हाम्रो आलु हरायो भन्ने गीतको लागि पनि आलु हैन तिम्रो बुढो विदेशमा भन्नेको लागि सुटिङमा आउनु भएको तपाईँ आउनु भएको थियो यही बस्नु भएको थियो ओके ठीक छ तपाईहरुको सम्बन्ध यसै गरी अझ राम्रो हुँदै जाओस् नेगेटिभ कमेन्ट गर्ने गर्दै गर्छन् तपाई पनि अब ऋतुसँग सम्बन्ध गाँसिसकेपछि तपाईले नराम्रो कमेन्ट गर्न सक्छन् त्यो कमेन्टलाई चाहिँ तपाईले खल्लीबली सोच्नु पर्यो के हैन यस्तो आफूले गलत गर्न भन्दा पनि अरूले बाहिरबाट देखेर उहाँलाई जज गर्ने आफूले देखेको छैन त कसरी त्यो हुन्छ के पब्लिकको अगाडि चाहिँ नराम्रो गर्न त सक्दैन नि त उले पनि हो त्यति जब कमर हल्लाइ मैले नाङ्गै हिँडेको जस्तो त हैन नि त कि गति छाडा भएर यस्तो भएर यता गति छाडा मलाई चाहिँ मैले भने नि यो कुरा यति भन्छु कि म गति छाडा म कुन एंगलले म गति छाडा भए त्यो पनि मलाई प्रमाण चाहिन्छ र म काठमाडौँ भएर मात्र म चाहिँ म यहाँ भएर मात्र हो कि म उता जान पाएको छैन कुरा गर्न पाएको छैन अब चाहिँ म सिधै म फोनमा बोल्छु म सिधै डाइरेक्ट गरेर म भेटेर म कुरा गर्छु उले चाहिँ मलाई कुन एंगलले मलाई गति छाडा देख्यो त्यो भनेर गति छाडा हो भन्ने थाहा हुँदाखेरि मसँग किन संगत गर्नु मसँग किन भिडियो बनाउनु हो कि नभन्नु त किन मसँग मेरो भनौँ न मसँग जोइन हुनु त्यही भएर चाहिँ मलाई चाहिँ जो नराम्रो भन्छ नि मलाई केही पनि फरक पर्दैन म तिमीहरू भनेको मेरो खुट्टाको धुलो हो क्या मलाई केही फरक पर्दैन क्या म एउटा स्ट्रगल गरेर चाहिँ म एक्लै काठमाडौँमा बसिरहेको छु एक्लै अगाडि बढिरहेको छु मलाई कसै पनि बाल मतलबै छैन क्या कसम भनेको मलाई यस्तो रिस उठ्छ कि कसम भने होइन मेरो कुरा काट्ने मान्छे त कसम म त दिमाग खराब यस्तो हुन्छ क्या बाहिरबाट जज गर्नु र भित्रबाट जज गर्नु धेरै फरक छ डिफ्रेन्ट हुन्छ होइन यस्तो कुराहरू त्यही भएर भन्छु कसैले मलाई नराम्रो नभनिदिनु होला यदि मन पर्दैन भने मैले भने लाइभ हेर्नुहोस् मन पर्दैन नहेर्नुहोस् गइहाल्नुहोस् तर त्यहाँ आएर ब्याड कमेन्ट नै गर्नुपर्ने किन क्या भन्छु नि त तपाईँहरू घरमा दिदी बहिनी हुनुहुन्छ दिन पालो सबैको आउँछ क्या समय पृथ्वी गोलो छ सबैको पालो आउँछ त्यही भएर चाहिँ कसैले पनि नपाउँ गाइस कसैले नराम्रो नभन्नु होला मेरो लाइफ मेरो चोइस हो नि त म जेसुकै गरमसँग हिँडौँ म नाङ्गै हिँडौँ कि म सुतौँ कि म उठौँ कि म घुमाउँ कि होइन त्यो कुरा केहीको मतलब क्या मेरो बारेमा बोल्नलाई मैले भने नि किन मेरो विषय बोल्नु पर्यो म जस्तोसुकै अवस्थामा भयो भने त मलाई यस्तो यस्तो भन्नु मिल्यो नि त बरु चित्त नबुझेको कुरा सम्झाउने होइन राम्रो बन्ने हो अनि आएछ दुनियाँसँग मेरो कुरा काटेछ यस्तो उस्तो भनेछ अन्य थोडी भनेछ आफ्नो काम गरी खाऊ न मेरो कुरा काट्नुभन्दा पहिला अब के भन्छ लास्टमा जाँदा के भन्ने भन्नु अब जाँदा के भन्न चाहनुहुन्छ तपाईँ अब के भन्नु नि अब जाँदै मलाई चाहिँ सबैले कलौटी बुढी पनि भन्नुहुन्छ तर मैले चाहिँ मेरो चाहिँ रियलको होइन रिलको हो मेरो चाहिँ भिडियोको जोडी दाइ चाहिँ होइन भिडियोको दाइ हो क्या जोडी एउटा मान्छेले भिडियो खेल्यो भन्दैमा कलौटीको बुढी रे यस्तो उस्तो भनेर चाहिँ कसै पनि जज नगर्नु होला एउटा कलाकार भइसकेपछि सबैसँग भिडियो खेल्न पाउँछ होइन कलौटीसँग खेल्यो भन्दैमा कलौटीको बुढी यस्तो उस्तो नभन्नु होला म सबैसँग म भिडियो खेल्छु तर तिमीहरू भन्दैमा म पछि हट्दिनँ क्या म कहिले पनि हार खाँदिनँ क्या यस्तो कुरामा चाहिँ अझै म अगाडि बढ्छु त्यही भएर चाहिँ मेरो पनि एउटा चुमा गीत आएको छ त्यो एकदम राम्रो भएको छ सबैले माया गरिदिनु भएको छ अनि मायाका डल्ला पनि माया गरिदिनु भएको छ
एउटा गीत के छ भनेपछि गाई कालो मेरो गाई कालो मेरो गाईको दुध सेता छ भन्ने गीत आएको छ होइन त्यो चाहिँ सबैले के गीत खेलेको त्यस्तो एकदम छाडा अब भन्नुभएको छ त्यस्तो गीत त्यो त्यस्तो नराम्रो केही पनि छैन क्या त्यसमा केही नराम्रो केही पनि छैन त्यसमा बरु अलिअलि स्टेप त्यस्तै होला होइन अब हामीले चाहिँ अब हाम्रो चाहिँ डाइरेक्टरहरूले जे सिकायो दर्शकले त्यस्तै सिन निकालेपछि डाइरेक्टर पनि त्यस्तै भिडियो बनाउनु बाध्य हुन्छ नि राम्रो भिडियोमा कसैको पनि भ्युज आउँदैन क्या धेरै राम्रो भिडियो छ नि त राम्रो भिडियोहरू हेर्दा रुचाउँदैन क्या त्यस्तै हरकतको लागि मान्छेले भिडियो